साथीहरू, तपाईँ हाम्रो घर वरिपरि नै सजिलै पाइने केराको फुल अथवा बुङ्गाको अचार हजुरहरू कसले खानु भएको छ? आज चाहिँ हामीले हाम्रो घरमा केराको बुङ्गा अथवा केराको फुलको अचार बनाएर सेलसँग खाने विचार गरेका छौँ र हामीले चाहिँ केराको खारीमा गएर केराको बुङ्गा टिपेर लिएर आएका छौँ। हेर्नुहोस् त साथीहरू, केराको बुङ्गा को अचार हामीले कसरी बनाउँदैछौँ तपाईहरूलाई पनि देखाउँछौँ है त। बुङ्गा ल्याइसकेपछि हामीले चाहिँ त्यसको बोक्राहरू सारो सारो बोक्राहरूलाई फालेर फुलहरूलाई मात्रै अचारको लागि युज गर्नलाई हामीले रेडी गर्दैछौँ। हेर्नुहोस् त साथीहरू, भिडियोमा पनि तपाईँहरूले देख्न सक्नुहुन्छ हामीले नचाहिने बुङ्गाका बाहिरका खोस्टाहरू फाल्यौँ र त्यसभित्र रेसाहरूभित्र पनि त्यो फुलको रेसाहरूमा पनि सेतो एउटा अलि बोइल गर्दाखेरि नपाक्ने सुइरो हुन्छ। त्यो सुइरोलाई हामीले चाहिँ यसरी केलाएर फाल्यौँ। हेर्नुहोस् त साथीहरू, मेहनतको फल मिठो हुन्छ भने जस्तै अलिकति मेहनत त गर्नै पर्यो। सबै नचाहिने चिजहरू फालिसकेपछि हामीले त्यो बुङ्गालाई काटेर मसिनो बनाएर तातो पानीमा बोइल गर्नलाई ढोकेर कराईमा राखिदियौँ अनि एकछिन त्यसलाई बोइल हुनलाई छोडिदियौँ। त्यसपछि रेडी हुँदैछ। बोइल गरिसकेपछि भाँडामा राख्यौँ अनि त्यसपछि स्वादअनुसारको भाँगको धुलो, नुन, चुक अमिलो खुर्सानीको धुलो राखेर अन्तिममा मेथी र तेलले झान्यौँ। यता ऋतुमायाले तातो तातो सेल बनाउँदै थिइन् अनि त्यसपछि त्यो तातो तातो सेल र बुङ्गाको अचारसँग खान एकदम मिठो हुन्छ है साथीहरू। अनि त्यसपछि तपाईँहरूलाई अर्को कुरो के भन्दाखेरि नि, यो बुङ्गाको अचार मिठो मात्र होइन के, यसले स्वास्थ्यमा पनि धेरै फाइदा गर्छ ल। अनि त्यही भएर तपाईँहरूले पनि आफ्नो घर वरिपरि यदि यो केराको फुल अथवा बुङ्गा पाउनुभयो भने आफ्नो भान्सामा यसलाई अचारको रूपमा प्रयोग गर्न नबिर्सनुहोला। यसको फाइदा धेरै छ है साथीहरू।